हेलो गाइज, आज चाहिँ हल्का एउटा सानो क्लिप चाहिँ तपाईँहरूको लागि है। भर्खर हामी चाहिँ थमेलबाट एक राउन्ड गरेर चाहिँ लास्टमा यताबाट एउटा कुन चाहिँ बाटो अरे दावा दरबार निस्किने बाटो एउटा यता थमेलको भित्र गलीबाट छिरेर चाहिँ हामी चाहिँ सिधा मेन रोड निस्किएको थियौँ। अनि त्यहाँ निक्लिँदाखेरि चाहिँ तपाईँको अब के भन्छ भने निस्क्यो ठ्याक्कै पुलिस चेकिङ गर्दो रहेछ क्या। अब पुलिस चेकिङ गरिरहेछ अनि सट्टै रोक्यो क्या। अब हामी त 3 जना ट्रिक छ नि त, भाइ पनि छ, हामी जस्ट घुम्नु मात्रै आएको थियो, यतिकै थमेल पनि घुम्दै आएको नि त। अनि ठ्याक्कै आयो रोक्यो अनि चिट काट्नुपर्छ अरे रङ साइड अरे। अब बेलुकातिर त हामी क्लबहरू अब फंस गया सीएम। क्लब त म कहिले गएन, जस्ट मेरो भाइहरू चाहिँ क्लबहरू गएको रहेछ। अनि क्लब त म कहिले गएन, जस्ट मेरो भाइहरू चाहिँ क्लबहरू गएको रहेछ। अनि त्यतिखेर त्यही रोडमा कति हिँडेको रहेछ नि त, त्यतिखेर त चिट काटेन अरे। अहिले बिहान चाहिँ खोइ किन हो चिट काट्यो। अनि चिट काट्यो भन्दा पनि हामीले चाहिँ चिट नकाट्नु न, अरू के छ। अनि मेरो भाइले चाहिँ अब हल्का कुरा मिलाएर चाहिँ अब मैले लाइफमा कहिले पनि पुलिससँग त्यसरी बोलेको पनि छैन, घुस पनि दिएको छैन। तपाईँको अब भाइले चाहिँ कुरा मिलाएछ। अनि भाइले कुरा मिलाएर चाहिँ तपाईँ कस्तो गर्छ ठ्याक्कै चिट काटेर चाहिँ एउटा उनीहरूले बुक दिँदो रहेछ, बिल बुक जस्तै त्यो बिलभित्र हाल्नु दिँदो रहेछ। अनि मेरो भाइ चाहिँ उता अगाडि गयो नि त। अबे जल्दी बोल, कल सुबह पनवेल निकल। अनि गएर चाहिँ भाइले चाहिँ कति हाल्छ, भाइकोमा क्यासै थिएन रहेछ, 60 रुपियाँ मात्रै हाल्दैछ हो। आएर चाहिँ 60 रुपियाँ हालेर चाहिँ आएर चाहिँ लास्टमा पुलिसलाई दिँदाखेरि चाहिँ पुलिसले के भन्यो भन्दाखेरि तपाईँको यो त कम्ती भयो नि भाइ अरे हो। लास्टमा पुलिसले फेरि आइडिया दिएको अनलाइन पेमेन्ट के भन्छ, अनलाइन पेमेन्ट गर्दैन त, पर गएर त्यो के भन्छ हाम्रो स्टेसनरी सप छ क्या, त्यहाँनिर गएर चाहिँ अनलाइन पेमेन्ट गरेर 300 रुपियाँ लिएर आयो। 300 रुपियाँ लिएर आएर हालिदिएको। 300 रुपियाँमा बिक्छ यार पुलिसहरू यार, कसम भनेको साथीहरू। अलिकति लाज घिन भन्ने त मान्छेमा हुन पर्छ क्या।